सचेत हुनुहोस्। तपाईँले हरेक दिन बिना कुनै शङ्का बजारबाट किनेर ल्याउने तरकारीको पछाडि कति डरलाग्दो सत्य लुकेको छ, थाहा छ? हालै केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका 15 पसलमा 15 थरीका तरकारी तथा फलफुल परीक्षण गरेको थियो। यस परीक्षणबाट आएको नतिजाले सबैलाई चकित पारेको छ। भक्तपुरबाट बिक्रीको लागि ल्याइएको हरियो धनिया र नवलपरासीबाट ल्याइएको काँक्रोमा अर्गानो फस्फेट नामक अत्याधिक खतरनाक विषादी भेटिएको छ। यो विषादीको मात्रा यति धेरै छ कि यसले उपभोक्तालाई दीर्घकालीन स्वास्थ्य समस्या निम्ताउन सक्छ। हरियो धनियामा 55.29% विषादी पाइएको थियो। यस्तै काँक्रोमा 46.5% विषादी भेटिएको छ। हामीले यहाँ सरकारी मापदण्ड बुझ्न जरुरी छ। सरकारले तोकेको मापदण्ड अनुसार कुनै पनि तरकारीमा विषादीको मात्रा 35% भन्दा कम भेटिए मात्र त्यसलाई उपभोग योग्य मानिन्छ। यदि विषादीको मात्रा 35 देखि 45% सम्म छ भने त्यस्ता तरकारी केही दिन राखेर मात्र उपभोग गर्न सकिने मापदण्ड छ। तर जब विषादीको मात्रा 45% भन्दा बढी पुग्छ, केन्द्रीय कृषि प्रयोगशालाले त्यसलाई उपभोगको लागि पूर्णतः अयोग्य घोषणा गर्छ। अब कल्पना गर्नुहोस्, 55.29% विषादी भेटिएको धनिया खानु भनेको हामीले आफ्नो स्वास्थ्यलाई कति ठूलो जोखिममा पार्नु हो। यो स्पष्ट रूपमा जनस्वास्थ्यमाथि ठूलो खेलवाड हो। अझ डरलाग्दो कुरा त यो हो कि कालीमाटी बजारमा यस्तो घटना पहिलो पटक भएको होइन। यसअघि असोज 23 गते पनि हरियो फर्सी, काँक्रो र घिरौलामा अत्याधिक विषादी पाइएको थियो। त्यसको केही दिनपछि असोज 30 गते मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा समेत अत्याधिक विषादी भेटिएको थियो। यति मात्र होइन, गत असारको अन्तिम सातामा पनि रायोको साग र घिउ सिमी जस्ता तरकारीमा यस्तै समस्या देखिएको थियो। यसले के देखाउँछ भने अत्याधिक विषादीयुक्त तरकारी बजारमा आउने क्रम रोकिएको छैन, जसको सिधा मार तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमाथि परिरहेको छ। बजारमा उपलब्ध तरकारीमाथि निरन्तर निगरानी र नियमनको कमीको कारण हामीले दैनिक किन्ने खाने वस्तुमा कति विषादी लुकेको छ भन्ने प्रश्न अहिले सबैभन्दा ठूलो बनेको छ। के सरकार उपभोक्ताको स्वास्थ्य सुरक्षाप्रति साँच्चै गम्भीर छ? ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक।